हेलो एभ्रिवान, सबैलाई नमस्ते एन्ड गुड मर्निङ। मेरो नयाँ भिडियोमा टु ब्याक माई च्यानल हैन। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु। आज चाहिँ मेरो गन्तव्य रहेको छ मोकासेनसम्मको अछामको सदरमुकाम हैन। त्यो जाँदैछु, देउसी भैलो वरिपरि पनि हेर्नुपर्छ हैन। त्यही हो, हेर्नु होला। अन्त्यसम्म भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। सक्दो शेयर गर्नु होला हैन। त्यही भन्न चाहन्छु म। हेर्नु होला, सब कुरा देखाउँछु म हैन। जहाँसम्म जाँदैछु त्यससम्म हेर्नु होला। कति लामो बाटो छ, के छ कस्तो सब देखाउँछु म। अहिले म हिँड्दैछु बाटोमा, देखाउँछु हेर्नु है। माथि जानुपर्ने छ कि अहिले। यहाँबाट हिँडेर त्यो माथिको बजार छ नि, त्यहाँ पुगेर त्यहाँबाट फेरि तल झर्नुपर्ने छ नि त। अहिले म हैन क्लास गाविस पुगिसकेको छु। त्यो एउटा त्यहाँ छ चोर हैन, यो दुईजना यहाँ छन्। यो हेर्नु होला, सब्सक्राइबर भेटिसकेका छन्। हाई गर केटा हो हैन। ऊ एक माथि छ, सब्सक्राइब भेटिसकेको छ। हेर्नुहोस्, दुई कुरा भन्दै त सब्सक्राइब। यो उताबाट एउटा मिनी देउसी आइसकेको छ हैन, देउसी भैलो। हेर्नुहोस्, टिका लगाउनु हुन्न नि, फेरि टिका लगाएर 10 रुपियाँ तिर्नुपर्छ नि त। यो उता गयो एउटा चोर, ऊ जाँदैछ रुपियाँ तिर्नलाई। ज्याम हैन। अहिले यहाँबाट माथि जानुपर्छ, ऊ त्यहाँ माथि जानुपर्छ। तल पनि देखाएको थिएँ होइन मैले बाटो, उतामा जानुपर्छ र हेर्नु होला। त्यही हो, दुईजना होइन काम नभएका होइन, दुनियाँ छोरीलाई बिगाड्नेवाला आएका भाइ। यसरी हट्टा नि एकलाई त पुलेर गरेर तँले ए ल। अहिले हामी होइन ऊ माथि पुग्छौँ तलबाट आएर। हेर्नुहोस्, एउटा यहाँ छ। लास्ट गाह्रो भयो यार, पसिना आएर। हेर न, यस्तो पसिना आइदियो, लास्ट गाह्रो भयो यो हिँड्न नि। लास्ट गाह्रो छ कि बाटो त्यस्तै अप्ठ्यारो छ नि त। हाम्रो गाउँ नै यस्तै हो नि त। गाउँ नि यस्तै हो। अछाममा पऱ्यो नि त, फेरि अछामी चाहिँ भने त हामी हट्न सक्छौँ। त्यही हो, यो ऊ तलबाट आयो नि त हामी। या पछाडिको भ्यू चाहिँ बबाला छ है। अहिले चाहिँ ठ्याक्कै माथि पुगिसक्यौँ होइन, माथि डाँडामा पुगिसक्यौँ। ऊ एउटा पछाडि छ, एउटा यो यहाँनिर छ। अर्को देओस्, गर्मीले आपत भइसक्यो, डाँडै काट्ने मन लाग्थ्यो, त्यही हो काटिसक्यो। यो हामी अनौठो बाटोमा आइसकेका छौँ। यो बाटो अनौठो छ, जङ्गलको समस्या हुन्छ नि त यस्तो बाटोमा हिँड्नलाई पनि। ल्यान्जर बाटो कहीँ भात लगाएर खाइदिन्छ कि ग्याममै ग्याम होइन। त्यही भएर अनि सावधान अप्नाउनुपर्छ। आफ्नो ज्यानको आफै सुरक्षा गर्नुपर्छ भन्ने हो नि त। बाटो पनि लास्ट अप्ठ्यारो छ कि, जङ्गलको बाटो, हिँड्नलाई पनि गाह्रो हुन्छ नि त हिँड्नलाई। त्यही हो, यो ऊ तलबाट आयो हामी। त्यही त ऊ धेरै मान्छे छन् कि उता माथि जानु लाग्यो होइन बजारतिर। त्यही हो, अछामको सदरमुकाम हो नि त, फेरि धेरै मान्छेहरू जान्छन् उता चाहिँ। ऊ माथि छन्, यता छन् आन्टीहरू पनि। त्यही हो, होइन जाँदा समय अगाडि पछाडि आन्टीहरू आउनु लाग्छ, दिदीहरू। त्यही हो, ट्याक्क मिलाएर धेरैजना लाग्छन् कि बजारतिर नि। मकरसङ्क्रान्ति सदरमुकाम हो नि त, फेरि त्यो चाहिँ धेरै हुन्छ। त्यही हो, मकरसङ्क्रान्ति नगरपालिका हो नि त, त्यहाँ जानुपर्छ। राम्रो चिज। हे भोलि त तिहार छ नि त, तिहारको अघिल्लो दिन आज। हे पटाका ल्याएर साँझ चाहिँ मस्त पट्काउनुपर्छ, बङ होइन। त्यही त हो त मजा जिन्दगीमा, रमाइलो गर्नुपर्छ नि त। वर्षको एकचोटि आउँछ नि त चाडबाड भन्ने चिज पनि। त्यही हो, यो अगाडि पनि मान्छेहरू जानु लाग्नु भएको छ, धेरै जानु लाग्छन् क्या आज चाहिँ बजारतिर। त्यही हो, उता अगाडि मामाको गाडी, नेपाल आर्मीको गाडी पनि आउनु लाग्छ उताबाट आउनु लाग्छ नि त। नेपाल आर्मीको गाडी पनि आइसक्यो उता पुग्नु भएको छ। त्यही हो, मामाहरूको गाडी पनि गइसक्यो नि त, नेपाल आर्मीको। माइजहरू सबैजना लाग्छ नि त यता। त्यही हो, पुरा धुलो उडाएर गयो नि त यार। तल गइसक्यो नेपाल आर्मीको गाडी होइन, हामी चाहिँ माथि गइसक्यौँ। आज के भएको छ भन्नु होइन, यस्तो त आर्मीहरू कहिले आउँथेन यता। त्यही त ऊ तल गइरहेछ गाडी, देख्नु होला है उताबाट अहिले। तर जङ्गल छ नि त, त्यही भएर पनि हो। अनि क्लासेनको भ्यूहरू पनि देखिरहेको छ ज्याममा। ट्याक्क क्लासेन भने पुगिसक्यो हामी चाहिँ। यो
कस्तो दामी छ नि त ट्रासेन पनि हैन उता थियो के हिमाल थियो कहाँ यो उता थियो के हिमाल एउटा हैन यता चाहिँ अप हिमाल थियो के उता हैन र बादलले चाहिँ देखिरहेको छ छोरा देखिरहेको छ यता चाहिँ अप हिमाल थियो के ट्रासेन बजारमा हिँड्दैछौँ हामी होइन यो एउटा उता छ यसले छोडेर आयो है अहिले गाडीबाट छोडेर आऊ मलाई पछाडि छ होइन त्यही हो स्वर्ग यो स्वर्ग ए हाम्रो ट्रासेनमा पनि स्वर्ग छ नि उता अगाडि यो झ्याम स्वर्ग ट्रासेनको स्वर्ग है स्वर्ग भिडियो अहिले चाहिँ हामी त्यहाँ पुग्नुपर्ने छ होइन तल मधुसिङ बजार त्यता छ ट्याग झ्याम होइन त्यता जानु लाग्यो हामी अहिले चाहिँ ट्रासेनबाट माथि निस्किसकेका छौँ यो पछाडि ट्राफिक भन्न लाग्छ होइन भन् त अरू त्यही हो हिँडिरहेको थियो उता जङ्गलबाट पछाडिबाट झ्यामै त्यही हो नि त बन्द गरिदिए पन्नु पर्दैन म लेखिदिन्छु राडीका छोरा अनि पछि कति आजी होइन यसो परेको खुट्टामा राम्रै कालो ग्याज होइन त चाहिँ हेर्नु चाहिँ खुट्टा धेरै केटी हान्यो है जाउँ हटे ए हट कोही क्या सुन्तला सोध्दै ए भुपी ए सुन कोही क्या सुन्तला सोध्दा कहाँ जान्छ हम सुन्तला सोध्दा यहाँ परि रुख्छ त्योजना चाहिँ गाईहरू आउनु होला खाने भाइ खुकुरी रहेछ खुकुरी त्यो र म बाहिर आइदिउँ लगभग हामी सदरमुकामको नजिक पुगिसकेका छौँ होइन उता केटाहरू मजा यता हिँड्दैछौँ सदरमुकामको नजिक पुगिरहेका छौँ उता अगाडि थोरै बाँकी छ यता जानुपर्ने हो नि त हामीले त्यता जानुपर्ने म हिँड्दैछौँ बाटोमा त्यही हो थोरै छ लगभग त्यही बाटो लामो छ धेरै बाटो तर छिटो आएको छौँ हामी त्यही हो होइन अब हामी होइन अस्पताल क्षेत्र पुगिसकेका छौँ फाइनल्ली अस्पताल तल छ त्यो पनि जान्छौँ हामी उता अहिले यो ठ्याक्कै यो के भन्छ बस काउन्टर त्यही त हो होइन टिकट काउन्टर बसको काउन्टर टिकट काउन्टर यहाँ पुगिसकेको छ होइन ट्याक्कै अहिले अस्पताल माथिनिर पुगिसक्यौँ हामी होइन हेर्नु 4जना छौँ हामी त्यही हो नि त ट्याक्कै जाँदैछौँ हामी अस्पतालतिर होइन यो ज्याममै यस्तो स्लो मोसनमा त्यही हो अस्पतालतिर पुगिसकेका छौँ हामी भित्र पनि जान्छौँ भित्र खिच्न मिल्दैन होला अस्पतालभित्र पनि गएका थियौँ होइन अस्पतालभित्र भिडियो निश्चित गरेको रहेछ त्यही भएर बनाउनु मिलेन त्यही निस्किसक्यौँ बाहिर तल जाँदैछौँ त्यही हो मगलसिङ भने इन्ट्री गरिसक्यौँ हामीले जाँदैछौँ होइन मगलसिङको बाटो उता अस्पतालको बाटो हो नि त हो धेरै जस्तो देख्नुभयो होला होइन पछाडमा बस्नेहरूलाई प्रायःले थाहा होला नि त यो बाटो कहाँबाट जान्छ कस्तो भनेर त्यही हो भोगटी क्याम्पस के त नि छाड्दै त्यस्ता थिएँ नै 2 बजे मैले 3 बजे बाहिर जयको मन लाग्यो उही चलाउँदो अहिले हामी बजारमा इन्ट्री भइसकेका छौँ होइन पछाडि पुलिस मामाको घर गाडी आयो यो क्या हो नेपाल लाइफ इन्सुरेन्स शाखा पनि छ अगाडि ट्याक्कै पुगिसक्यो हामी बजारमा इन्ट्री गरिसकेका छौँ त्यही हो बजारको भ्यू देखाएर डाङ्गे होइन ब्लग पनि गर्नुपर्छ त्यही हो
हेर्नु ठ्याक्क नेपाल लाइफ इन्सुरेन्स पनि छ नि त ठ्याक्क होइन उता पछाडि ज्याम्मै ट्याक्कै यो बजार जाँदैछ होइन भित्र बजार दृश्य देख्छौँ बजार छ धेरै ठुलो छैन सानै छ त्यही हो स्टार स्टेसनरी हो यो होइन मको चाहिँ यस्तो रहेछ होइन आजकल धेरै दिनपछि आयो नि त बजारतिर यो आजकल पनि हो नि त पहिला पुरा खत्तम थियो बाटो पनि बिचमा आन्दोलन गरेर त्यसपछि बनिएको बाटो छ होइन दामी छ किसिम मकसिन बजार पनि राम्रै छ सोचन आउनु होला बजार चाहिँ राम्रै छ अछाम जिल्लाको अन्त केटीको कपडा आइयो त्यही भएर ट्याक्कै सबै भन्न जाम छ नि त सब थोक त्यही हो दामी छ सबैजना आउनु होला अन्त म ट्याक्कै बजारभित्र गइसकेका छौँ बजारभित्र पनि हो होइन हामी बजारभित्र छौँ त्यही हो जाम बजारतिर पुगेका छौँ अब जानुपर्छ दरबार राजा दरबार होइन राजाको दरबार राजा जानु पऱ्यो नि त जानु पऱ्यो राजा दरबार होइन दरबार राजा पुग्नु पऱ्यो नि त उता गएर झ्याम्मै 2-3वटा सेल्फी भने चाहिँ फोटोसोटो खिच्नुपर्छ नि त त्यही भएर कोही छैन आजकल बजारमा मान्छे कोही छैन क्या आजकल हुनुपर्ने हो नि त देवालीको सिजन हो भोलि भाइटिका हो नि त आज त्यही भएर पनि होला भोलि भाइटिका आज कोही निस्किएको छैन नि त तयारी होला नि त केही त्यही भएर त्यही भएर पनि होला नि त होइन के सुन्नु ठिक छ हुनुपर्छ यतिको चाहिँ अहिले चाहिँ हामी उताबाट बजारबाट निस्किसक्यौँ यता दरबारतिर जाँदैछौँ दरबार पनि राम्रो छ बजार दरबारतिर पनि पुगिसकेका छौँ दरबार नजिक होइन उताबाट मान्छे धेरै छन् क्या दरबारतिर चाहिँ दरबारमा हुन मान्छे चाहिँ त्यही हो यो दरबार चाहिँ हो होइन मुगलसिंह दरबार राम्रो छ दरबार पनि त्यही हो भर्खर चाहिँ निर्माणमा हो नि त लगभग 6-7 महिना जति भयो उद्घाटन भएको दरबारतिर पुगिसकेका छौँ तर स्वर्ग गर्ने है हो नि त आखिरमा जे भए पनि राजाको पालमा पनि हो नि त पुरानो छ नि त त्यही पनि चलेको छ ड्याममै राम्रै छ दरबार भर्खर चाहिँ उद्घाटन भएको न्यू हो नि त पहिलाको त्यो कति कुन आन्दोलनमा भएको थियो 10 रुपियाँ बेला पिङ हालेको थियो है पिङ पनि उता भाँचिसकेको रहेछ त्यही हो झ्याममा यो टाढो हेर्दै छन् ट्याक्कै दरबार त्यो उतापट्टि बाबा स्वर्ग हो नि त स्वर्ग झ्याममा स्वर्ग हो नि त होइन